What's up guys, welcome to my new vlog. आज मेरो तेस्रो vlog हो र फेरि नि आज म आइसकेको छु। हजुरको माया मैले देखिसकेको छु। एउटामा मलाई त्यति भन्नु पुग्छ गाइज, प्लिज अब लाइक सब्स्क्राइब र लाइक अलि बढी गरिदिनु। भ्युज एउटामा 20 र एउटामा 3 र लाइक 2 आएको छ गाइज, प्लिज र मलाई लाइक सब्स्क्राइब दोनों गरिदिनु होला प्लिज। अब मेरो भ्लग म सुरु गर्न गइरहेको छु। सुनिनु भइसक्यो। आज तेस्रो भ्लग हेर्न सक्नुहुन्छ। यो परे आयो पोथीलाई मैले अहिले भित्र जान चाहन्न, अहिले गर्न बच्चा गर्न चाहन्न। यो पोथी मैले बेच्न सक्छु गाइजहरु। फागु गुन्डियामा यो ब्ल्याक एन्ड व्हाइट हैन ए बेच्न सक्छु गाइज हैन। म माथिबाट एउटा भाले आउँछ गाइजहरु, भाले दोनों मेले ये फीमेल है, ये दोनों मेले, ये भी मेल है वो फीमेल है। उधर ऊपर से एक मेल आएगा, इसको वो मेल को दूंगा और ऊपर से एक और फीमेल आएगा। ये गाइस है ना, ये फीमेल ये जा रहा है ना गाइस, ये फीमेल र ये मेल, ये मेल र ये फीमेल है गाइजहरु। हेर्न सक्नुहुन्छ। अब उडाइदिन्छु यो फिमेललाई। मैले उडाउन त सक्दिनँ अहिले, झ्याम चाहिँ फेरि पुट्रट्ट उड्यो भने गाइज अहिले पुरा पर्ने मान्छेलाई त झ्याउने हुन्छ। उहाँहरू त काग अट्याक गर्न, त्यही भएर मैले ग्याजिनँ पहिला पर्या पाल्दा यो अट्याक गरेर ल्याङ हानिदिएको थियो। त्यही भएर मैले अहिले छोडिदिइसकेको छु। त्यो फिमेल गयो भने लिँदा हुन्छ। चुडेका पर्या देखाउँछु हल्लाई, छैनन् चुडेका पर्या, अहिले चुडेका पर्या छैनन् गाइज होइन। त्यो घरमा होइन, घर त्यो सबैभन्दा अग्लो घर छ गाइज। त्यो घरमा एउटा मेल आएको थियो, त्यो मेललाई मैले छोपेको छु। त्यो मेलको मैले छोप्न सकिनँ गाइजहरू होइन। अनि त्यही भएर त्यस्तो हाम्रो घरतिर धेरै जसो पर्या आउँछन् गाइज। मैले अझसम्म धेरैभन्दा धेरै कम्तीमा 5 वटा फिमेल होइन गाइज, फिमेल 2-3टा मेल छोपे होइन गाइजहरू। त सब मैले बेचिएको छु, तर 1-2टा फिमेल म माथि ल्याउँछु। मैले हर्दाईको अपडेट नै देखाउँछु गाइजहरू। हर्दाई कहाँ पऱ्यो अहिले, हर्दाईको एकचोटि भाले बुढो भएर पोथीले बच्चा कोराल्न अलि सम्भव भएको छैन। भाले बुढो भएर पोथीले एउटा बच्चा कोराले नि त मारिदिँदो रहेछ गाइजहरू। सब ल हेर्न सक्नुहुन्छ। यो घुर्न गइरहेको छ, घुर चाँडो घुर भाइ, गाइजहरूलाई देखाउन पर्छ। घुर्दे एकचोटि घुर्दे प्लिज, जा उता गाइजहरू हेर्नु न। अब घुर्न के बेर घुर्न सक्छन् जहाँसम्म घुर्यो भने नत्र त्यस्तै हो गाइज। त सेतो भइरहेको त्यो पोथीतिर होइन। म त्यही भएर अहिलेलाई राम्रै हुन्छु। हजुरहरू ठिकै हुनुहुन्छ होला।